अनि नेपालको सेना भित्रभित्रै कमजोर भइसकेको राज्यसँग 20,000लाई रोक्ने हैसियत नै थिएन। पहिलो निशाना भक्तपुर। त्यति बेलाको राजधानी 3 दिन, पूरा 3 दिन गल्लीहरूमा धुवाँ र चिच्याहाट मात्रै। मान्छेहरू भागे, जसले भाग्न सकेनन् तिनीहरूको कथा कसैले लेखेन। तर शमशुद्दीन भक्तपुरमा रोकिएन। दोस्रो दिनमै उसका सैनिकहरू पुगे स्वयम्भू, हजारौं वर्ष पुरानो बौद्ध चैत्य। एक रातमा खरानी अनि पशुपतिनाथ। शिवदेव तेस्रोले 11औं शताब्दीमा पशुपतिको छानामा सुन मोहरेका थिए। 300 वर्षदेखि त्यो सुनले चम्किरहेको थियो। शमशुद्दीनका सैनिकहरूले त्यो सुन खोसे अनि मूर्ति, सयौं वर्षदेखि पूजा हुँदै आएको मूर्ति, त्यो दिन अन्तिम थियो। भक्तपुर सकियो, पशुपति सकियो, स्वयम्भू सकियो। त्यसैले शमशुद्दीनको सेना गयो पाटनतिर। पाटनमा 7 दिन, पूरा 1 हप्ता त्यो शहर जलिरह्यो। तर एउटा ट्विस्ट छ। चाङ्गु नारायण मन्दिर नेपालकै सबैभन्दा पुरानो मन्दिर मध्ये एक। शमशुद्दीनले 3 दिन खोज्यो, भेटाउन नै सकेन। पहाडको टाकुरामा कुहिरोभित्र लुकेको मन्दिर बाँच्यो। कहिलेकाहीँ गुगल म्याप्स नहुनु पनि वरदान हो। तर ठूलो प्रश्न,